हेलो साथीहरू, आज चाहिँ भने खतुराहरू सब गाडीको लोडिङको पेपर बनायो अरे। अब निस्किन आँटेको। यहाँ अगाडि अफिस अगाडि चाहिँ फुलको यो दामी बोट रहेछ निकालिदिएको फुलको बोट। अब चाहिँ मेरो हिँड्ने तयारी अब भइसक्यो। यो चाहिँ अफिसबाट केही दृश्यहरू लिएको मैले। अब चाहिँ अहिले चाहिँ म निस्केको अब अल-खर्ज साउदी अरबको अल-खर्ज सनायाबाट निस्केको। अब मेरो यात्रा यहाँदेखि सुरु भयो दम्मामसम्मको झन्डै 500 किलोमिटरको यात्रा अब तय गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब तपाईहरुलाई पनि यसो बाटोको केही दृश्य देखाइदिएको। अब चाहिँ म गइरहेछु। चारैतिर यो बालुवाको यो पहाडहरू छ, चट्टान टाइपको पनि छ। यसलाई चाहिँ मजाले काटेर बनाएको छ दुईतिर। हेर्नुहोस्, यो चाहिँ यस्तो फुस्रो कलरको छ, पुरा डेजर्ट कलरको छ। पुरै यस्तै छ, पुरै आँखै दुख्छ, यो पुरै टट्टाउँछ। फुस्रो न फुस्रो हेर्दा धुलो उठ्छ, त्यस्तै पुरै आँखै टट्टाउँछ के। अब नेपालको जस्तो हरियालीहरू देख्न पाइँदैन अनि आँखा दुख्नेहरू, यहाँ रोगहरू आउँछ छिटो। त्यसले यहाँ गाडीहरू पनि यहाँ गल्लप टिपरहरू पुरा होडबाजी छ, यहाँ ट्रिपको छ, होडबाजीमा कुदाउँदैछ। चस्मा लाएर चाहिँ कुदाउनुको रहस्य यहाँ साउदी अरबमा। अब वनजङ्गल हुँदैन, हरियो, अब यो अलिक कालो हरियो टाइपको चस्मा चिलायो भने यो तपाईँको यो के अरे बालुवा पहाडहरू, यो बालुवा चट्टानहरू सब हरियो हरियो टाइपको देखिँदो रहेछ र आँखालाई हल्का राहत मिल्दो रहेछ, सिद्ध हुँदो रहेछ। त्यही भएर यताको प्रायः साउदीमा सबै चस्मै यस्तै कालो हरियो टाइपको हुन्छ। मिलाउनुको कारण चाहिँ आँखाहरू आँखा नष्ट नहोस्, पहाडहरू त्यही हरियो टाइपको देखिँदो रहेछ। त्यही भएर आँखालाई स्वास्थ्यको लागि चाहिँ राम्रो हुँदो रहेछ।